हामीसँग 1 पाउ जति दुध छ भने हामी आधी लिटर दुध यसमा थप गर्नेछौँ र हामी यो तताएपछि र अलमोन्डलाई टेस्ट गरेपछि हामी पुनः अरू देखाउनेछौँ हुँदाखेरि धेरै हाल्दै हुन्छ। त्यसपछि अब हामी पेस्ट गर्नेछौँ। यो अलमोन्डलाई पेस्ट गरिसकेका छौँ। अब यो अलमोन्डको पेस्ट गरेको हामी एउटा कटोरामा बनाउनेछौँ र हाम्रो फर्स्ट प्रोसेस स्टार्ट भएको छ। फर्स्ट प्रोसेसमा हामीले फर्स्टमा दुधलाई उमाल्नेछौँ र यसैमा हामी थप गर्दै जानेछौँ। हाई एभ्रिवान, अब हामीले कस्टर्ड पाउडरलाई यति मात्रामा हामीले रेडी गरिसकेका छौँ र दुध उम्लिसकेपछि हामी कस्टर्ड पाउडर मिक्स गर्नेछौँ र हामी यसलाई एकछिनसम्म पकाउनेछौँ। हाई एभ्रिवान, अब दुध लगभग उम्लिसकेको छ। त्यो आधी लिटर दुधमा हामीले अझै धेरै बनाउनको लागि 1 पाउ दुध पनि थप्दैछौँ। त्यसपछि हामी कस्टर्ड पाउडर अब थोरै थोरै गर्दै यसमा लगाउनेछौँ। र यसलाई हामी एकछिनसम्म चलाइराख्नेछौँ र यो छिटै बाक्लो हुँदै जान्छ। त्यसकारण हामीले एकछिन बोल्नु पर्नेछ र यसमा हामीलाई चाहिने कुरा चिनी पनि यसमा लगाउनेछौँ। त्यसै गरी हामीसँग भएको अलमोन्डको पेस्टलाई पनि यसमा लगाउनेछौँ र अब यसलाई ठिक हुने गरी अथवा बाक्लो हुने गरी एकछिन चलाइराख्नेछौँ र यो अलिक बाक्लो भएपछि मात्र हामी ग्लासमा अथवा कुनै पनि कुल्फी बनाउने भाँडोहरूमा लगाउनेछौँ र यसलाई हामी लगभग 2-3 मिनट पकाउनेछौँ जबसम्म यो बाक्लो हुँदै छैन। हेलो एभ्रिवान, हेर्नुहोस् त अब यसरी थिकनेस आइरहेछ। अब यो यतिको बाक्लो हुँदैछ र पाक्दै पनि छ। हामी एकछिनपछि कुल्फी बनाउने भाँडामा राख्नेछौँ र फ्रिजमा हामी राख्नेछौँ। हेलो एभ्रिवान, अब हामीले यतिको बाक्लो बनाउनुपर्छ। त्यसपछि हामीले यसरी घरमा के सामग्री छ त्यसै अनुसारले बनाउनुपर्छ। जस्तो हामीसँग चाहिँ सानो खालको ग्लास थियो र यसमा चाहिने स्पुन हामीले सानो खालको राखेको छौँ र यसमा चाहिँ हामीले कति मात्रामा राख्न सक्छौँ त्यो अनुसारले यसलाई ठन्डा हुने बेलासम्म ग्लासमै राख्नेछौँ र अलिक चिसो भइसकेपछि मात्र हामी फ्रिजमा राख्नेछौँ है। हाई एभ्रिवान, हामीले अलमोस्ट 4वटा ग्लासमा राखिसकेका छौँ र हाम्रो धेर भएको चाहिँ यसमा पनि राखेका छौँ र अब माथिबाट हामीले यो अप्सनल एउटा नरिवलको पिसलाई हामी राख्ने गइरहेका छौँ कोरेर। सुरुमै राख्दा पनि हुन्थ्यो तर अहिले हामी लास्टमा सम्झेको हुनाले लास्टमा राख्दा गइरहेका छौँ। यो अप्सनल छ है त। हेलो एभ्रिवान, हामीले नरिवललाई कोरेर यसरी माथिबाट लगाएको छौँ। हजुरहरूले सुरुमै पनि लाउन सक्नुहुन्छ र हामीले चाहिँ यो लास्टमा सम्झेको हुनाले यसरी लगाएको छौँ र अब यो एकछिन सेलाएपछि हामी फ्रिजमा राख्नेछौँ। हाई एभ्रिवान, अब हामी यो सेलाइसकेको छ र हामी फ्रिजमा सबै राख्न गइरहेको छौँ। त्यसपछि हामी लगभग 3-4 घण्टापछि निकाल्नेछौँ र हजुरहरूलाई यो अघि हामीले बनाएको सबै कुल्फीहरू रेडी भइसक्यो। अब हामीहरू यसलाई हरेक मान्छेले हामीहरू टेस्ट गरेर यसको रेटिङ दिन्छौँ कि बाहिरको कुल्फी भन्दा कति मिठो छ। Wow, waiting is over.